नमस्ते गुड मर्निङ। आज पनि कफीको चुस्की लिए पश्चात आफ्नो दैनिकीतिर म लागिसकेको छु हैन। टक्कसँगले हैन म चाहिँ आफ्नो दैनिकीमा लागे। आज पनि बोकेर खोर्सानी बारीहरू हेर्दै यहाँनिर बारीको के छ अवस्थाहरू यसो रेखदेख एउटा चिज देखाउनु पर्यो तपाईहरुलाई टक्कसँगले है। यो चाहिँ टिमुर क्या, यो टिमुर है, यस्तो दामी गरी फलेको छ हेर्नु न। ओहो यसको अचार त कुरै नगरौँ, यस्तो दामी फलेछ। गर्दा हुने रहेछ भन्ने सानो बोट है, तर के भन्छ सानो पटक्का बडा धमका भन्ने जस्तो बब्बाल फलेको छ। अनि यो मेरो दाते हो, 5 वर्ष भयो रोपेको, यत्रोको यत्रै छ, बढ्दैन। यहाँ पनि दाते हो, बढ्दैन, गाह्रो छ नि। र यो भनेको चाहिँ गाईको गोठ। अब यहाँ दुईटा गाई टक्कसँगले लाउनु पर्ने छ। यो चाहिँ मेरो पापाले बनाउनु भएको है, पापाको डिजाइनमा बनाएको हो। पापाले ट्याक्कै यता घाँस खाने पनि यसरी बनाउँदै हुनुहुन्छ हैन, पापाले बनाएको हो। यो चाहिँ पापाको डिजाइनमा बनेको हो। यो चाहिँ गाई पालन पनि गर्नु पर्यो, कृषि मात्रै गरेर पनि भएन। सो गाइज हैन, मेरो बारीहरू अब अस्ति यस्तो छ, गाउँघरै रमाइलो, जता हेरे पनि गाउँघर रमाइलो। हेर्नु न छ्याङ्ग। ओहो अब यो तल मेरो सम्पत्तिहरू अस्ति केलाई चिल्लो बनाएको, यस्तो दामी मौसममा कुरै नगरौँ बसेर जीवनयापन गरिराखेको अवस्था हो। हामीले गाउँमा बसेर चिसो ठाउँमा रमाइलो छ। पुरानो गाउँ क्या राम्रो ठाउँ, घुम्दै म आए डुल्दै म आए। यसरी खोर्सानी बारी चिल्लो बनाइएको छ, यसरी दामी बढिराखेको अवस्था पनि हो, राम्रो छ। अब यहाँ के आवश्यक पर्ने चिजहरू भन्ने कुरा हामी एकदमसँगले अर्ग्यानिक च्वाचेको मल, गाईको मल हालेर यस्तो बबाल दामी हुँदैछ, सर्लक सर्लक बढ्दैछ है। मेरो घर चाहिँ यहाँ माथि छ हरियालीमा, यहाँनिर यसरी लगाइएको छ मलको थाक थाक हुने गरी। अब गाउँमा बसेर कृषि क्रान्ति गर्नुपर्छ भन्ने हो। दाजुभाइ तथा दिदीबहिनीहरू, कृषि गरेर नै बाउआमाले हामीलाई पढायो हुर्कायो, वाइ नट भने जस्तो हैन। यही बारीलाई सदुपयोग गरेर नै हामीलाई पढाउने हुर्काउने खुवाउने सब गर्नुभएको थियो नि त। हामीले चाहिँ किन गर्नु नसक्ने भन्ने कुरो हो क्या। यही बारीमा यही ठाउँमा, आखिर यही ठाउँ हो, यही बारी नै हो। हाम्रो मम्मी पापाले दुःख गरेर हामीलाई हुर्कायो पढायो बढायो हैन। तर यही बारीहरू चाहिँ अब बाजो भएको देख्दा चाहिँ मलाई चाहिँ नरमाइलो लाग्छ क्या। त्यही भएर यसरी दिने हो दनक, प्रविधिसँग जोडिने हो। र कृषि भन्दैमा अब उहिलेकै पाराले गर्नुपर्छ भन्ने छैन, नयाँ तरिकाले गर्नु पनि सकियो क्या। जस्तो यो मल्चिङ प्रविधि, त्यसमाथि मल्चिङ प्रविधि छँदैछ, त्यसमा थोपा सिँचाइ क्या। यसरी थोपा सिँचाइ हैन, यो थोपा सिँचाइ हो। अब यहाँ चाहिँ प्रत्येक झाङमा लगाइराख्नु परेन नि त, टक्क जोडिदिने, पानी सललल जान्छ, सबैतिर सिँचाइ भ्याउँछ क्या। अनि यसरी प्रविधिहरूसँग जोडेर चाहिँ कृषिमा केही गर्नुपर्छ। गफ लगाएको जस्तो हुन्छ होला। अब हेरौँ न, अर्ग्यानिक प्योर छैन, यस्तो यत्रो यत्रो झाङ छ, ल भयो नि त। अब कोपिला हाल्ने बेला हुनु लागिसक्यो, यतिकोमै यस्तो दामी दामी बोडाएछ कटिङ गरेर। खेतीपाती गर्नुपर्छ सिजन अनुसारको, समय र परिस्थिति अनुसारको। अब यसरी ठ्याक्क छ है। अब कृषिमा केही छैन, केही गर्न सकिँदैन भन्ने होइन, सकिन्छ र गर्नु पनि पर्छ। तर कृषि खेतीपाती लगाएर चाहिँ
रोपिराखेर अब त्यो के चाहिएको छ, त्यसलाई पानी चाहिएको छ कि मल चाहिएको छ कि होइन, के चाहिँ चाहिएको छ, त्यो आवश्यकता अनुसारको चिजबिज चाहिँ दिनु सकिएन भने चाहिँ हुन्न। तर जहाँसम्म लाग्छ कृषिमा अत्यन्तै धेरै सम्भावनाहरू छ र कृषि जस्तो सुन्दर पेसा र अत्यन्तै राम्रो पेसा चाहिँ गाउँठाउँमा बसेर अरू छ जस्तो लाग्दैन मलाई चाहिँ। किनभने तपाईँको यो कृषि जन्य भनौँ न उपज अब के भन्छ यसलाई, कृषि थोक कृषि जस्तो खानासँग जोडिने चिज यो कृषिको, यो हरेक मान्छेलाई चाहिन्छ क्या। हरेक मान्छेलाई, धनीलाई पनि चाहियो, गरिबलाई पनि चाहियो, लाटालाई पनि चाहियो, लुलालाई पनि चाहियो, लङ्गडालाई पनि चाहियो भनौँ, सबैलाई सर्वहारा सबैलाई चाहिन्छ क्या यो चिज चाहिँ। र यो चिजको खेती, यो चिजको व्यवसाय गर्नु चाहिँ अति नै उत्तम लाग्यो मलाई चाहिँ। र यसमा अब होमिएको छु, लागि परेको छु। अब त्यो अनुसारले यहाँनिर गरे अनुसारले बोट पनि यस्तो टाइपको भइदिइरहेछ, अत्यन्तै खुसी लागेको छ। किनभने यो मेहनत यसरी सफल नै भइरहेको छ अहिलेसम्म हेर्दाखेरि। यतिको बोटहरू आएको छ, यसले पक्कै राम्रो रिजल्ट दिन्छ भन्ने मलाई लागिरहेछ। त्यही भएर कृषिमा जोडिनुपर्छ साथीभाइहरू र कृषिमा सम्भावना खोजौँ र कृषकहरू एकजुट हौँ भन्ने हो मेरो भनाइ। त अरू त के हुनसक्छ र। अनि यसरी बिहानी पाखा जहिले पनि आफ्नो खेतीबारीमा आउने, सबै हेर्ने बबाल रमाइलो हुन्छ है। र जति सक्दो यो भिडियो चाहिँ तपाईँहरूले सक्दो सेयर गरिदिनुहोस् होइन, आफ्नो पेजमा लगाइदिनुहोस्, हरेक ठाउँमा पोस्ट गरिदिनुहोस्। किनभने यसरी कृषि गर्न चाहने इच्छुकहरूको लागि यो एउटा प्रेरणा पनि हुनसक्छ कि तपाईँहरू। किनभने काम गर्नुपर्छ, कामले मान्छे मरिँदैन, खानुले मर्ने हो, खानु नपाएर चाहिँ। तर कामले चाहिँ मर्छ जस्तो लाग्दैन, किनभने समयमा खाने, समयमा काम गर्ने भन्ने कुरो हो। जस्तो ग्लोबली रुल के छ, 8 घन्टा काम, 8 घन्टा आराम र 8 घन्टा मनोरञ्जन भनेर यसरी चाहिँ काम गर्न सक्यो है। 8 घन्टा मात्रै काम गऱ्यो भने जति हुन्छ क्या। हाम्रो गाउँठाउँमा तपाईँको ठ्याक्कै अब मान्छे 1 घन्टा काम गर्नु अल्छी मानिन्छ, विदेशमा जाउँ त 14 घन्टा, 16 घन्टा, 18 घन्टा काम गरे हुन्छ। म पनि विदेश गएर आएको मान्छे र मैले पनि 16 घन्टासम्म काम गरेको छु विदेशको ठाउँमा होइन। तर अहिले आफ्नो गाउँठाउँमा आएर यसरी बिहानदेखि बेलुकीसम्म 7-8 घन्टा, थोरै 10 घन्टा जति काम गर्दा आनन्द लाग्छ, निन्द्रा मजाले लाग्छ। साथीभाइसँग यसो भेट्ने समय पनि मिल्छ, भेट्यो गफ गऱ्यो होइन। त्यो भएको हिसाबले पनि कृषक हुनु, कृषि कर्म गर्नु चाहिँ मलाई चाहिँ अत्यन्तै रमाइलो, अत्यन्तै खुसी छु। र यो कर्मले भोलि एक दिन राम्रो प्रतिफल दिन्छ भन्नेमा आशावादी छु। र यस्तै भिडियोहरू हेर्नुको लागि चाहिँ मेरो यो निशान किराती युट्युब च्यानल चाहिँ तपाईँले सब्सक्राइब गर्नु होला। र तपाईँहरूको दिनुपर्ने सजेसनहरू पनि यो बोट बिरुवाको उमा दिनु सक्नुहुन्छ है त। धन्यवाद। जय कृषि।